Ritesh Rai. अहिले चाहिँ हामी राइडिङ ग्रुपहरू यो के भन्छ गान्तोक आइपुगिसक्यो चाहिँ यहाँनिर मिटिङ सानो छ सकेर चाहिँ जानु पनि भोक लागिसक्यो है Hello guys. हामी चाहिँ अब एमजी मार्टपट्टि जाँदैछौँ है यहाँ सबैजना हुनुहुन्छ इरुङ आगेहरू हुनुहुन्छ यहाँनिर इरुङ सरहरू पनि हुनुहुन्छ है सो अहिले चाहिँ राजु ग्रुपहरू एमजी मार्टपट्टि जाँदैछ है सबैजना लाग्दैछु फोटो भन्दैछ यहाँ चाहिँ फोटो सेसन हुँदैछ है अलिकति एमजी मार्टको अहिले चाहिँ सबैको आङमा टेबल ल्याम्प मात्रै देख्दैछ यहाँनिर एमजी मार्टकै यो भइरहेछ यहाँनिर कालै भइरहेछ है हुडी लाएर अहिले चाहिँ हामी यो के भन्छ नम्बरको बाटो हिँड्दैछ है डल्लै छ कता बनाउँछु कहाँ खिच्नु बराबर खिच्दै रहेछ त्यहाँनिर तपाईँहरूको डिनर पनि प्रोभाइड गरिदिएको छ है अनि भोलि बिहान चाहिँ तपाईँहरूलाई 5:30मा चाहिँ माथि रिच पार्क त्यो रुट तपाईँलाई यादै छ तपाईँको मुनिबाट सेक्टेड भएर घुमेर रिच पार्कसम्म चाहिँ बिहान आएर 5:30मा चाहिँ एसेम्बल होइदिने अनि त्यहाँ पनि ब्रेकफास्ट हाम्रो हेल्थको चेयरम्यान हुनुहुन्छ हाम्रो फुर्बा रिन्जिङ सरले त्यहाँ ब्रेकफास्ट प्याक लन्च पनि ब्रेकफास्टको जुन चाहिँ प्याक छ त्यहाँ पनि हामी दिनेवाला छौँ अनि यो मेसेज चाहिँ तपाईँहरू सबैजनालाई यहाँबाट भनिदिनुहोस् भनेर म मेरो आन्तरिक हृदयबाट अनि हाम्रो सम्पूर्ण एसकेएम राइडिङ फ्रेटर्निटी एसकेएम राइडिङ स्क्वाडको थ्रुबाट तपाईँहरूलाई मुरी धन्यवाद दिन चाहन्छौँ भोलि हामी एउटा डिसिप्लिन पाराले हामीहरू सम्माननीय मुख्यमन्त्रीलाई हामीले रिच पार्कदेखि लिएर तल रम्फूसम्म हामीले एस्कर्ट गरेर आज जति पनि हाम्रो प्रवक्ताहरूले बोल्नुभएको छ त्यसलाई मनमा
ध्यान राखेर त्यसलाई हामी कायम गरौँ अनि पार्टीको प्रचार अझै फ्युचरमा गर्दै जाउँ भनेर म मेरो छोटो कुरा यहाँ राख्न चाहन्छु। थ्याङ्क यू। सो आजको वक चाहिँ सक्यो है एमजी मार्गमा स्टार्ट भएको एमजी मार्गमा सक्यो र अब भोलिको राइड छ भोलिको राइडमा अपडेट दिन्छु गाइस तपाईँहरूलाई ओके नाइट भ्यू अफ एमजी मार्ग हेलो गाइस हामी चाहिँ अहिले एमजी मार्गमा घुमिरहेको छौँ भोलि एसकेएमको राइडको लागि है पुरा चिसो रहेछ